हेलो गाइज, वेलकम टू माई युट्युब च्यानल। म मेरो च्यानलमा आइसकेको छु। म तपाईलाई आज म माथि यता मङ्गलादेवी मन्दिर देखाउन जाँदैछु। म 4-5 दिन भयो मैले कन्टिन्यू भिडियो ल्याउन सकेन। मैले थोरै काम भएको कारणले गर्दा, अलिकति बिजी भएको कारणले गर्दा, त्यही भएर मैले त्यो माथिको मन्दिर देखाउन जाँदैछु तपाईलाई। यो देख्न सक्नुहुन्छ। त्यही भएर अहिले म बाटोमा हिँड्दैछु। देख्न सक्नुहुन्छ यतातिरको ठाउँहरू पनि बिस्तारै बिस्तारै। यतातिरको ठाउँहरू एकदम राम्रो छ। लारै म त्यो माथिको डाँडाको रातो मन्दिरमा जाँदैछु। अहिले बाटोमा हिँड्दैछु। ल गाइजहरू, यता देख्न सक्नुहुन्छ। यता पानीको ताल छ होइन, यतातिर यता पानीको ताल छ। यो हो भैँसी नुहाउने ताल। इसको बोलता है, ये पप्पल का पेड़ है। एडमिसन ओपन द सियर। त्यहाँ टक्क लेखेको छ होइन। एडमिसन गर्न सक्नुहुन्छ भने कन्ट्याक्ट नम्बर हुन्छ। यता देख्न सक्नुहुन्छ तपाईँले, यो हाम्रो कुकुरको बच्चाले 9वटा बच्चा जन्मेको छ। देख्न सक्नुहुन्छ। बच्चा का आँख खुल गया इतना अच्छा। देख्न सक्नुहुन्छ कुकुर का बच्चा इतना बड़ा बड़ा हो गया है। 9वटा बच्चा छ। देख्न सक्नुहुन्छ। तपाईँलाई चाहियो भने लिन सक्नु आउनुहुन्छ। 9वटा छ। बहुत तगड़ा है। देख्न 1 2 बहुत है। गाइस देख्न सक्नुहुन्छ, हामी रोडबाट टक्क हिँड्दैछौँ होइन। बाटोमा लाएर त्यो माथि यो मन्दिर हो। यो मन्दिरमा एउटा माथि यो राजा हरि सिंहको पालाको यो ठुलो माथि यो दरबार छ। त्यो दरबार मङ्गलादेवी मन्दिर, उसको ऊपर एक मन्दिर है। आज त्यो मन्दिर तपाईँलाई देखाउन जाँदैछु। ल तपाईँले देख्न सक्नुहुन्छ। यो पिछेवाला होइन, यो राजा हरि सिंहका दरबार है। लेकिन इधर से लेकर ये पहला इधर से पहला राजा का पाला से ये दरबार है। ऊपर से देखना, ये पूरा राजा हरि सिंह का दरबार है। मैं उसको दरबार दिखाऊंगा और ऊपर मङ्गलादेवी मन्दिर भी दिखाऊंगा। म अहिले हिँड्दैछु बाटोमा। अहिले देख्न सक्नुहुन्छ। यतातिर म हिँड्दैछु अहिले रोडमा। टेक्क लगाएर साइडमा हुन्छ। यो हो ठ्याक्क यो दरबारको भित्र गेट। यो अहिले हामी ठ्याक्क यो राजा हरि सिंहको दरबारको भित्र इन्ट्री हुँदैछ हामी। देख्न सक्नुहुन्छ यस्तोले बनाएको छ। यो एकदम बहुत बलियो तरिकाले बनाएको छ। ल हामी यताबाट, त्यहाँभित्र ठुलो टावर पनि छ। देख्न सक्नुहुन्छ। हामी माथि हिँड्दैछौँ यतातिर। तपाईँलाई मन्दिर देखाउन गइरहेको आज हामी। देख्न सक्नुहुन्छ बाटो पनि यस्तो छ। र देख्न सक्नुहुन्छ हामी हिँड्दैछौँ गेटमा। यो राजा हरि सिंहको पालामा बनाएको यो दरबार हो। यो दरबारको बाहिरपट्टिको यो ग्राउन्ड पुरा दरबार छ। यो हामी मन्दिरको गेटमा आइसकेका छौँ। नजिक तपाईँले यो मन्दिरमा आएर दर्शन गर्न सक्नुहुन्छ। फाइनल्ली हामी गेटमा पुगिसक्यौँ। राजा हरि सिंहको पालामा यताबाट लडाइँ सुरु हुन्थ्यो। यता भित्रतिर पनि छ। यतातिर बहुत छ। यो देख्न सक्नुहुन्छ है। ठाउँहरू पनि यतातिर छ है। राजा हरि सिंहले रुखको फेदमा बसेर शीतल खान्थे अरे, सुनेको मैले। फाइनल्ली हामी मङ्गला मन्दिरको
नजिक आइपुगेछौँ। यतातिर श्री राम मन्दिर है छ, यतातिर देख्न सक्नुहुन्छ। यो हो मङ्गलादेवी मन्दिर देख्न सक्नुहुन्छ। यतातिर मन्दिर छ, यतातिर छ मन्दिर देख्न सक्नुहुन्छ तपाईँले। यो मन्दिरमा हो यतातिर तलतिर गाउँ पनि देखिन्छ है। यो पुरा यो अहिले यो गुनी गाउँतिर है, यतातिर देख्न सक्नुहुन्छ है। यतातिर है यो हो फाइनल्ली यो मङ्गलादेवी मन्दिर हो देख्न सक्नुहुन्छ तपाईँले। यो हो मङ्गलादेवी मन्दिर। मन्दिरको दर्शन पनि गर्नु पर्यो लाएर है फाइनल्ली। लाएर मैले यो मन्दिर देखाउँदैछु। ए मङ्गलादेवी मन्दिर हो। यहाँभित्र मन्दिरको सामानहरू हुन्छ फाइनल्ली गाइजहरू देख्न सक्नुहुन्छ तपाईँले। यतातिर सिनहरू पनि छ। देख्न सक्नुहुन्छ मन्दिरमा आएर यसरी दर्शन गर्न सक्नुहुन्छ तपाईँले। एकदम मनमा शान्ति हुन्छ एकदम। यतातिर देख्नुहुन्छ है, यतातिरको गाउँहरू छ। यतातिर आएर यतातिर घरहरू छ, यतातिर हुन्छ पुरा ठाउँहरू। फाइनल्ली तपाईँले आएर यो मन्दिरमा दर्शन गर्न सक्नुहुन्छ। त निचेतिर पनि गाउँ छ, यतातिर जङ्गल छ, देख्न सक्नुहुन्छ बिल्कुल लाएर बहुत छ यतातिर। फाइनली गाइज म फेरि तपाईँलाई नेक्स्टचोटि आएर यसको पुरा हे मङ्गलादेवी मन्दिर जम्मूमा पर्छ। यो आएर तपाईँले दर्शन गर्न सक्नुहुन्छ। यो बिल्कुल